मैले चाहिँ केटीको लागि यही किन्थे। हेलो नमस्ते कोनिचिवा लप्पा सलाम अलैकुम भन्थ्यो नि उसले के ऋषि धमलाले। आज चाहिँ हामी गिफ्ट एक्सचेन्ज च्यालेन्ज लिएर आइसकेको छौँ। यो चाहिँ अब सबैजनाले खेलिसक्नु भयो होला हैन, अनि ट्रेन्डिङ पनि गइसक्यो। तर अनि अस्ति नै चाहिँ म नेपालमा थिएँ नि त, त्यही भएर अनि कहिले उहाँ चाहिँ मेरो साथी पनि छैन अनि सब यहाँ पनि छैन, त्यही भएर कहिले चाहिँ अनि जापान आएर अनि केटासँग खेलौँला भनेर हामीले चाहिँ प्लानिङ गरिरहेको थियौँ। अनि मैले चाहिँ नेपालबाट सामानहरू लिएर आइदिएको छु केटाको लागि, केटाले चाहिँ केटीको लागि यही किने। रुको जरा सबर करो। मैले चाहिँ केटीको लागि यही किन्थे किनकि म नेपाल थिएन, जापानमै थिएँ, उहाँ चाहिँ नेपाल थियो फेरि। के हो त केटा केटै केटी। अनि हामीले चाहिँ 12वटा, मैले चाहिँ 12वटा कलर चाहिँ गेम खेल्ने भनेर भनेको, अनि उसलाई लिस्ट पनि पठाएको थिएँ। तर मैले रेड चाहिँ छुट्याएर 11 मात्रै पठाएको रहेछ उसलाई चाहिँ हैन। तर उसले चाहिँ 11बाट पनि घटाएर कतिवटा 7वटा मात्रै लिएर आहा, किनभने 7वटा चाहिँ कलर हुन्छ अरे। 7 सूर्य 7 छाप एमाले मुर्दाबाद भन्थे बिचको चाहिँ अलि नराउँछ। सो अब चाहिँ ढिला नगरी स्टार्ट गरौँ। छोरी चाहिँ त्यहाँ सुतिरहेको छ, यदि कहाँ गइ मिल्छ भनेर यदि सोच्नु भयो भने अहिले चाहिँ रातिको 1 बजेको छ। 1 बजे आमा 1 बजे भिडियो बनाउनु त हामी नै होला। त्यही भएर नानी चाहिँ सुतिरहेको छ। हामी चाहिँ अनि अहिले माइक युज गरेर सानो स्वरले बोलेर भिडियो बनाउँदैछौँ। अब ढिला नगरी भिडियो चाहिँ स्टार्ट गरौँ। अब सुरु गरौँ। अभी मजा आएगा ना। गरौँ। ल फर्स्टमा ल हल्छ कुन कलर? ए ब्राउन त होला नि। ब्राउन हो? ब्राउन ए लगातारै हो ब्राउन के थियो ल। अनि 1 2 3 भन्छ चप निकाल्ने हो। म आफूलाई थाहा छैन ब्राउन त के थियो। ल भयो एकछिन है। ल भयो ल भयो 1 2 3 ल एउटै पर्छ ब्याग। ल फर्स्ट यो ब्याग कस्तो छ? ओ आमा खतरा छ, बडा खालको रहेछ त। ल यो त सिआइडी ले बोक्दै थियो नि, सिआइडी को के मलाई मन पनि सिआइडी के ब्रान्ड रहेछ। ल यो कडा सिआइडी है, यो चाहिँ सिआइडी को लोगो छ नि। हेर्नु न कस्तो लाग्छ। तर उसले चाहिँ अलिकति ब्रान्डेड नै बोक्छ, तर अब मैले चाहिँ म चाहिँ त्यस्तो ब्रान्डेड वाला परिन। म चाहिँ ब्रान्डेड केही बोक्दिन, मलाई गिफ्ट ब्रान्डेड दिने मात्रै बोक्ने हो। गिफ्ट वाला ब्रान्डेड दिने मात्रै बोक्ने, पैसाले किनेर ब्रान्ड बोक्दिन। वाउ थ्यांक यू, दामी धन्यवाद छ तिमीलाई। मन पर्यो बवाल छ। वहाँ चाहिँ डिजाइन राम्रो लागेको भएर किनेको के। यो ल एउटा भयो यहाँ। थ्यांक अब यू। तिमी बना। तिमी हेर न ल एउटै परेछ लगो जस ब्याग साइडमा। त्यसपछि लस्कर यसमा गर्ने सोच्नुमै के छ मेरो त्यो कलरमा। हेर्नुपर्छ के कलर हो त्यसमा। ओके पिङ्क। पिङ्क ल साँच्चै पखै एकछिन है त, मेरो त थाहा छैन कि फेरि पिङ्क कुन हो। तिम्रो चाहिँ हल्का भयो 1 2 3 ल यो पिङ्क भित्र चाहिँ ल यही हो केटाको पिङ्क चाहिँ। लायनल मेसी लेखाएन रहेछ, त्यही पनि म पछि लेख्छु पिङ्क गरेर। यो चाहिँ अब पैसा चाहिँ अञ्जलले लिएन, तर मैले अञ्जललाई लिन पठाएर अञ्जलले लिएर आइदिएको है त। यो चाहिँ फेभरेट जर्सी अब यो चाहिँ टाङ्गै राख्ने। यही नै हो, मिडियम साइज हो। तिमीलाई हुन्छ कि नै? कहाँ लाउने यो त सजाउने हो। ए अञ्जन सरी, उसले चाहिँ लार्ज त पहिले पाइसकेको रहेछ। ओके म पहिला राख्ने गिफ्ट हेर्छु। पिङ्क कसरी भयो त्यो? हेर नि हल्का पिङ्क हो, पिङ्क हो के यो खाना। कलर चाहिँ मैले भन्दिनँ हल्का पिङ्क भन्दै रहेछ। पिङ्कमा हो के खास पिङ्कमै। यो त ऊ पनि पिङ्क रहेछ यो त। अनि नाइक भने त अनि महँगो हैन, कति पर्यो? गिफ्टमा पनि के कति पर्छ? मेरो चाहिँ अलिकति त्यस्तो राम्रो खालकोमा फर्स्ट जुत्ता है त। थ्याङ्क यू। अनि यस्तो त बवाल छ त।
मेरो साइज हो त्यही साइज हो साइज चाहिँ सोधिरहेको थियो कि मेरो थ्याङ्क यू अरे वाह नाइक लाएर हिँड्ने भयो अन्जनले ल्याइदिएको गिफ्टमा मैले नाइक पाएँ बस थ्याङ्क यू बस मैले खोजिरहेको थिएँ यो आइडिया चाहिँ उसैले दिएको हो पिङ्कमा अरू केटाले लाउने के पाइन्छ भन्दाखेरि मेक्सिको भन्दै यदि मेक्सिको फ्यान हुनुहुन्छ भने चाहिँ है त म त एकदम डाई हार्ड फ्यान मेसीको उसको त कति सानो ठाउँ माइक पनि छैन नि त मेरो त कहाँ हो गाइज अलिकति भिडियो पज हुन पुग्यो किनभने पुरा माइक लगाइदिएको हामी यसरी नै बोल्छौँ है त अलिकति आवाज कस्तो पछि पनि थाहा हुन्छ अब चाहिँ त्यसपछि हजुरको पालो ग्रिन मैले चाहिँ यो तिमीलाई अलिकति युज हुनेवाला कुरा लिएर आइदिएको छु तिमीले अब कतिको गर्छौ भन्ने कुरा एकछिन न ल भयो 1 2 3 यो चाहिँ डेन्ड्रफको स्याम्पू ओ ल यो चाहिँ मेरो एकदम यसको पीडित बेउकी हो धन्यवाद पैसाको ट्याग पनि नकाटिनु केही हुँदैन कस्तो छ स्विटर जाडोमा त यो भित्र लाउनुलाई त खतरा हुन्छ त मेरो फेरि अलि वेट बढेको भएर कपडै हुँदैन कि केही पनि कपडा हुँदैन त्यही भएर म जस्तो मेक्सीहरूमा यस्तै कपडामा हुन्छु आरिगातो ठ्याक्कै मलाई अट्छ होला साइज तर एम देखेछ त यो अट्नी ठुला खालको एम हो कि ए कति ठुलो नि थ्याङ्क यू यो चाहिँ लगाइसकेपछि 10 मिनट चाहिँ राख्नुपर्छ है अनि बल्ल धुने तपाईँलाई नि चाहियो भने सम्पर्क गर्नु है सम्पर्क नगर्नु किन नेपालबाट लिएर आयो ग्रिन एलोभेरा ल पढा ओके मेरो त मुख पनि देखिनु ल्याऊ यहाँ तल राख्छु है तो चाहिँ ब्याग चाहिँ कहाँबाट किने यस्तो त्यसपछि के छ मेरो व्हाइटमा व्हाइट भयो लाते तेरो कहाँ गयो व्हाइटको त्यो माइकले भित्र Congratulations, great, successful person. ल है गाइस त्यसको माइक पाएँ ल भयो 1 2 3 यो फेरि व्हाइटको आम्मामा यो त गोर्खा पल्टन लाउरै दिन्छ त कडा छ त्यो त सिल्भरकै चाँदीकै यो त कोटमा लाउने होइन बवाल दामी रहेछ यो चाहिँ ल यो फर्स्ट टाइम हिस्ट्रीमा मैले लाउन लाग्यो देखाउनु त यस्तरी डबल यस्तरी देखाउनु न यस्तो यो चाहिँ अब मैले गोल्डको ल्याउन सकिनँ गाइज मेरो क्षमताले जति भ्यायो त्यही भएर मैले सिल्भरको लिएर आइदिएको छु त्यसो गोर्खा टक्क यस्तोमा लाउनलाई अब यो के हो जुत्ता त माइक आम्बो यो त पुरै फुटबल खेल्दाखेरि लाउनु जस्तो फुटबल खेल्न लाउने यो त झन् यो सबसे मलाई दामी लाग्ने सेप डिजाइन यही हो नाइक यो त प्यान्टहरु नाइकै यस्तो हेर्दाखेरि त्यस्तो डिजाइन छ भनेको के थ्याङ्क यू कहाँबाट नि यसले एक ठाउँमा दुईवटा गिफ्ट लिएर आए थ्याङ्क यू अब हजुरको पालो मैले भर्खर व्हाइट बनाएन ए मैले भने होइन मैले व्हाइट भने हो ब्ल्याकमा भयो 1 2 यो काटा राम्रो छ ल यो चाहिँ नेवारी ड्रेस यो त है आम्मामा यो त फर्स्ट टाइम हिस्ट्रीमा छ त मेरो त यो चाहिँ ट्याग बाइ ट्याग पनि नहटाइकन लिएर कता थियो त ल भर्काउले टोपी ट्यागको यहाँ लाएपछि त अनि यो चाहिँ यो हैन यो त कस्तो अब सिलाइहरु के कस्तो बाहा हैन बवाल छ त यो ल पासपोर्ट आउँछ किन है अटिहाल्छ नि यो त इन यो चाहिँ ठ्याक्कै त्यही उसले लागेको ओजन साकेर राखे जस्तै है दामी रहेछ ल
बवाल ठिक छ खै दामी यो त ल खै मम्मीलाई दिन्छु मन पर्यो दामी एकदम बवाल त्यसपछि रहेको छ स्काई ब्लू ल स्काई ब्लू चाहिँ अलिकति हाँस उठ्दै है स्काई ब्लूमा के छ होला भयो अँ 1 2 3 ल चप्पल कौन सब्जेक्ट अच्छा लगता है बैगन ल ल है साथीहरु यस्तो छ बक्सर चाहिँ ओ यो चाहिँ चप्पल मैले अघि नै देखेको थिएँ ठ्याक्क अम्बो चप्पलहरु त यो बाहिर लाउनु मिल्छ बाहिर लाने हो भित्र लाने हो हो यस्तो किन आउँछ तिमीलाई कस्तो रेट त छुटेछ के गाई त बवाल छैन यो कता यो त ल कता हो यो यता यता हो क्या हो नि तिमी त जता लाने हुन्छ एउटै थ्याङ्क यू तिमीलाई बक्स चाहिँ कस्तो लाग्यो ए कडा बक्सरमा काममा जाने लाउने यही मात्र ए बुढी ल्याइदियो भने सरी बुढी होइन केटी ल्याइदियो भने जाऊ त केटी ल्याइदिएको केटी ल्याइदिए यो चाहिँ अब रहेको छ लास्ट वान उसको चाहिँ लास्ट है त मेरो चाहिँ लास्ट होइन उसको चाहिँ लास्ट ब्लू भयो यो चाहिँ तिमीलाई मनपर्छ मैले चाहिँ यसमा ऱ्याप गरेको छु तिमीलाई अहिले हेर है 1 2 3 ब्लू डार्क ब्लू अम्बो कस्तो छ खतरा त यो तिमी हेर पहिला तिमी हेर है के रुमाल त यहीँको हो क्या ओइ ल यो त गाडीमै राख्न पनि चिज आएछ मेस्सी ओइ यो हो नि त हल्का ब्लू हो तर डार्क ब्लू मै ल यो त भाइ मेस्सी आइ मेस्सी त्यही भएर मैले तिमीलाई एउटा चिज चाहिँ एकदम मनपर्छ भने नि यो चाहिँ यही ल कस्ता दामी यो त स्पेशल अब भयो त कपडा र जुत्ताको चाहिँ बारिस भयो गाइस कस्तो राम्रो छ त बेबी मोबाइल छ है कस्तो त वाउ यस्तो गेम खेल्ने गाइस हजुरहरूले पनि आफ्नो पार्टनरसँग उसले चाहिँ मलाई त्यस्तरी किनेर ल्याइदिएको कपडा अथवा जुत्ता यत्रो बिहे भएको 3 वर्ष भयो होइन 3 वर्ष भयो एकचोटि पनि थिएन सो फाइनली यो गेमबाट चाहिँ मैले पाइसकेको छु हजुरले पनि यदि आफ्नो पार्टनरसँग खेल्नु भएको छैन भने चाहिँ सक्यो खेल्नु यति नै हो सक्यो है उसको 7 वटा मेरो चाहिँ छ अलिकति छ तर त्यस्तो स्पेसल भन्नाले अलिअलि देखेकै पिङ्कमा चाहिँ रेडमा चाहिँ मैले के ल्याएको थिएँ भने भ्यालेन्टाइन डेमा के थियो बाँकी दिनलाई फुल हो ल धन्यवाद ल टुलिपको फुल ल बवाल छ नि यो दामी ल अलिकति यसरी लगेजमा भएको भएर अलिकति पुचेको छ मैले चाहिँ यसरी मिलाइदिन्छु थ्याङ्क यू भन यो तिमीले बिना गिफ्टवाला हो यो ल बिना गिफ्टवाला त्यसपछि रहेको छ बाँकी यो रेड भयो होइन त्यसपछि रहेको छ ओरेन्ज कलरमा ओरेन्ज त अब सुन्तला भित्र छ सुन्तला ल्याउनु पाउँछ सुन्तला ल्याउनु पाउँछ मैले चाहिँ के ढुङ्ग्री यसमा त अरू कलर नि छ त होइन यो ओरेन्जलाई फोकस गर न ओरेन्ज यो अहिले नै भुटेर खाने हो एकचोटि त खानै पर्छ मलाई लासी भइसक्यो खान पाएर उसको चाहिँ यो फेभरेट भएको भएर उसले चाहिँ लिएर आऊ भनेको थियो अनि मैले चाहिँ देखाएको थिएन कि यो चाहिँ उसकै लागि भनेर लिएर आइदिएको अनि यो के उसमा के महोत्सव लाग्नु थियो नि त्यहाँ किनेको यसमा चाहिँ उस छैन कि हेर्नु न ट्यागहरू केही पनि छैन कि त्यो पनि ल्याउनु मिल्छ कि नै भनेर ल्याएको ल्यायो यो चाहिँ अहिले नै भुटेर खान्छु म अहिले भुटेर अरूले फ्राई गर्छन् उसले चाहिँ भुटेर चाहिँ एउटै तार्छन् तिमीले भुटेर पुरै यो चाहिँ येल्लो कलर थियो नि त्यसको भएको यसो येल्लोमा चाहिँ ओइ यो बवाल रहेछ त यो चाहिँ यो त ब्याज हैन यो चाहिँ टोपीको हो यो चाहिँ कोटको कोटमा लाउँदा बवाल भेटिछ त तर कोट कहिले कहीँ हो हजुरहरूलाई म चाहिँ कोट पनि किनेर ल्याइन्छु भन्थे म कोट चाहिँ कस्तो खालको लाउँछ बरु उतै किन्छु भनेर मात्रै हो बिहेहरूमा जाँदाहरूलाई कोट चाहिँ यस्तो चाहिएको छ
यहाँ हुन्छ लाउँदैन बवाल छ त ल मैले गोर्खा पल्टन ए अब ल फाइनल चाहिँ रहेको छ सानो छ तर अहिलेको सिचुएसनसँग मिल्ने टाइपको छ यो कलर चाहिँ ग्रे हो है ग्रे हाम्रो 12 कलरमा चाहिँ पर्पल मसँग पर्पल चाहिँ थिएन जस्ट पर्पल मात्रै मिस है मेरोबाट चाहिँ उसकोबाट चाहिँ 3-4 एक दिन फेरि दिनुला भिडियोबाट लुकाएर सो ग्रे कलरमा रहेको छ Here we go. ल यो त अनि अहिले बालेन शाह बालेन सरकार यस यो चाहिँ तिम्रो लागि ग्रे म घन्टी पार्टीको नभए पनि अहिलेको लागि तत्काल समर्थक चाहिँ हो है पार्टी त जोइन कहाँ गरेको त नि जोइन त हामीले कहाँ गरेको समर्थक त हो नि हामी सबै अब राम्रो काम गर्नु पर्यो घन्टीहरूले यस ल यति भन्दै दामी दामी गिफ्टहरू पाएको छ सबसे बेस्ट चाहिँ यही लाग्यो मलाई चाहिँ यो चाहिँ फेभरेट ल मैले चाहिँ हेर्छु मेसी मेसी भन्न खोजेको रहेछ तर अलिअलि अर्कै बाउन्ड भन्न खोजेको रहेछ भने दे तर ठिकै छ हैन सो यति नै गाइज यति नै हो तर यो अहिले खान मन लागिसक्यो मलाई एकछिन भुट्नु पर्यो एकछिन काम गर्न ल चाहिँ यति नै हो गाइज हाम्रो भिडियो चाहिँ यो भिडियो बनाउनु चाहिँ एकदमै टाइम होइन हामीले कुर्यौँ होइन अनि उताबाट मैले चाहिँ अब जे पनि बोकेर आउनु मिल्दैन नि त किनभने लगेजमा हो अब नेपालबाट लिएर आउनुलाई त्यही भएर के चाहिँ लानु मिल्छ भनेर यसो त्यही अनुसारको सामानहरू किन्नु पर्यो गर्दाखेरि जति सके त्यति ल्याएँ मैले होइन उसले पनि बिचरा उसको काम भएको बेलामा अब बिदामा पनि फेरि त्यस्तै टाइम मिलाएर केटीहरूको अब थाहै नहुने तर उसलाई नलेज राख्ने नभएको भएर नलेज नभएको तर केटीको सामान यति धेरै हुन्छ कि जता भेट्यो त्यही नै हुन्छ कि गिफ्ट मन पर्नु परेन होइन कि यस्तो लाइक यत्रो कपडै होइन कि यस्तो सानो क्लिपदेखि लिएर यता कस्तो क्युट हुन्छ कलरहरू त कति भेट्छ के तर तिमीलाई थाहा नभएर यस्तो के उसले जति गर्यो यस्तो राम्रो लाग्यो थ्याङ्क यू सो मच धन्यवाद छ सो आजको भिडियो चाहिँ यति नै भयो होला हामी अब एकदम हल्ला गरेको होला नि त नानी चाहिँ उठिरहेको छैन उता सुतिरहेको छ यही भन्दै हामीले आजको भिडियो चाहिँ इन गर्छौँ होला होइन अनि भिडियो चाहिँ लाइक गर्न नबिर्सनु होला सब्सक्राइब पनि गर्न नबिर्सनु होला गरिहाल्नु न गरिहाल्नु बिर्सिनुहुन्छ कि रश्मिलाई नसिमल भन्थ्यो गरिहाल अब चाहिँ यो भिडियो एन्ड गर्छौँ 1:30 पनि भइसक्यो है त राम्ररी बस्नु होला आफ्नो केयर गर्नु होला र हाम्रो भिडियोहरू पनि हेर्दै गर्नु होला है त बाई बाई